म चाहिँ थाकेको अवस्था बुढी चाहिँ थाकेको अवस्था हिँड्न नसकेको अवस्था है हामी चाहिँ वेउदो टापुमा आएको हो र वेउदो टापुसँगै जोडिएको उदो टापुतिर हामी जाँदैछौँ र यो टापु चाहिँ ट्रेकिङको लागि वान अफ द बेस्ट प्लेस किन भन्दाखेरि यहाँ दामी भ्यू देखिने अनि पुलहरू यस्तो दामी बनाएको छ यहाँ तपाईँ देख्न सक्नुहुन्छ कम अन ओ माय गॉड क्या नजारा है वाओ वाओ वाट अ भ्यू दामी सीको भ्यू देखिएको छ मान्छेहरू तल फिसिङ पनि गरिरहेको छन् वाओ दामी साइडमा चाहिँ क्याफे पनि रहेछ यो भ्यूमा चाहिँ रातिको समयमा चाहिँ बडा मजा आउँछ जस्तो लाग्यो यो ठाउँ वाओ जताततै हरियाली र निलो गगन आकाश गर्मीको सँगसँगै यो ठाउँमा चाहिँ हावा पनि यस्तो राम्रो चिसो हावा आएको छ यहाँ दामी छ ल नेचर यो हो नि त नेचरल ब्युटी हुने होइन दामी ल पैसा असुल भयो ल